ऋग्वेद यजुर्वेदबाट आएका वेदबाट आएको हाम्रो बादी जात हो। जुन कथक डान्स सुरु भएको छ हाम्रो इतिहासमा बादी जातले सुरु गरेको छ। बादी जात कुन हो? तपाईँको ब्रह्मलोकबाट विष्णु ब्रह्म तपाईँको यो के गरे ब्रह्मलोकमा तपाईँको के गरे स्वर्गलोकमा भान्साको जिम्मेवारी दिएका बादी जात हो। भान्साको जिम्मेवारी त्यतिले पण्डित आएर त्यसमा इन्द्रलोकमा भगवानहरूलाई तपाईँको खाना बनाउने रसोई बनाउने जात थियो बादी जात। तर रसोई बनाउँदाखेरि तपाईँको अप्सराहरूले नाचगान गर्दाखेरि उसले आफ्नो रसोई पकाउन छोडेर ऊ नाचगान र त्यो नृत्यमा ऊ मन्त्रमुग्ध हुन्छ बादी जात। जब देवी देवताहरूले हामीलाई फलाहार गर्ने समय आयो, भोजन गर्ने समय आयो, ल हामीलाई भोजन दिनुहोस् भन्दाखेरि त्यो बादी जातको थियो नि त त्यति बेला त्यो स्वर्गलोकमा भान्सा हेर्ने त्यो यो भोजनालय हेर्ने। अनि त्यो खाना त काँचो छ, बिग्रेको छ, जलेको छ। अनि भगवानले सोद्धाखेरि यो खाना कसरी काँचो भयो भन्दा उनीहरूले भने हे प्रभु हामी त अप्सराहरूको नाच र डान्समा मन्त्रमुग्ध भयो, कामै गर्न हामीले बिर्स्यौँ भन्दाखेरि इन्द्रदेवले तिमीहरूलाई यति त्यो रहेछ, तिमीहरूलाई यो लालचा रहेछ यो नाच्नमा डान्स गर्नमा गानामा भने जा त धरतीमा गएर बादी जात भएर त जन्मले अनि त्यही अनुसारले गर भनेर यो के गरे यो शराब हो कि यो तपाईँको यो हो त आफै जान्नुहोस्। यसरी वरदान दिएर आएको बादी जात हो यो। र तपाईँले मैले किन वरदानलाई मात्र भनिनँ, अब प्र्याक्टिकल्ली जोड्नुहोस् बादी जातलाई। प्र्याक्टिकल्ली तपाईँको उनको गुण उनीहरूमा भएको गुणलाई हेर्नुभयो भने यो कथा सत्य छ। बादी जातको इतिहास हेर्नु हो भने बादी जातका महिलाहरूले कथक डान्स गरेका थिए। बादी जात अहिले तपाईँले मन्त्रालयमा जाँदा तपाईँ सामान्य व्यक्ति छिर्न पाउनुहुन्छ मन्त्रालयभित्र? पाउनुहुन्न। तपाईँलाई रिकमेन्डेसन चाहिन्छ कुनै मन्त्रीको मात्रै छिर्न पाउनुहुन्छ। मतलब तपाईँ मन्त्रालयको स्पेसल व्यक्ति हुनुहुन्छ भने मात्रै तपाईँ छिर्न पाउनुहुन्छ। त्यो समयमा राजा रजौटाको दरबारमा को छिर्थ्यो? श्री बादी जात छिर्न पाउँथ्यो, अरू जात छिर्न पाउँदैन थियो। किन? तिम्रो ट्यालेन्सी थियो, त्यो खुबी थियो। राजाले मेरो मसँग हुने ट्यालेन्सी र खुबी यो जातमा छ भनेर उहाँले हामीप्रति विश्वास गरेर सम्मान गरेर भित्र छिराउन दिनुहुन्थ्यो। त्यो समयमा आज तपाईँले पार्टी गर्नुहुन्छ, डान्स लगाउनुहुन्छ, डिजे लगाउनुहुन्छ, त्यो समयमा त्यो खालको संस्कृति झल्काउने तपाईँको यो वास्तवमा कलाको संस्कृति झल्काउने बादी जात थियो। यस्तो बादी जातलाई त्यो समयमा जुन भगवानले सम्मान दिएका थिए, राजा रजौटाले सम्मान दिएका थिए, त्यो बादी जातलाई तपाईँले गर्ने यो वास्तविकता हो। यो वास्तविकता तपाईँले नदेखाउने फिल्मबाट बादी किन भने वादनबाट बन्यो, यौन व्यवसायबाट बन्यो बादी शब्दबाट हेर्नुहोस् न। अनि किन आज बादीलाई यौन व्यवसाय र यौन करी भने देखाउने? यो फिल्मलाई नै स्वीकार्ने? तपाईँले 2 घन्टा 1.5 घन्टासम्म तपाईँले बादीको गलत इतिहासलाई देखाएर त्यो इज्जत लुट्नुहोस् होइन, धजिया उडाउनुहोस्। छोरी जन्मिँदा तपाईँको खुसी हुने जात भनेर देखाइएको छ, तपाईँको छोरीलाई बेचेर घर चलाएको देखाइएको छ। अनि लास्टमा तपाईँ इमोसनल सिन राख्ने, आमा छोरीको सिन, ओ आमाले दुःख गर्यो आँसु गार्ने, गिट्टी कुटेको। अरे गिट्टी कुटेको बदनीले मात्र होइन क्या, हाम्रो जातिले मात्र होइन, तपाईँको अरू जातले पनि परिश्रम गरेको छ, अरू जातमा पनि गरिबी छ भने नि त। ब्राह्मण क्षेत्री वैश्यमा पनि छ गरिबी। तपाईँ इमोसनल सिन राखेर आमा छोरीको फिल्म बनाउन चाहनुहुन्थ्यो भने बनाउनुहोस्। हामीलाई समस्या थिएन। रुने सिन छ नि त, कति छ नि त फिल्म, रोएर तपाईँको फिल्म बित्छ। तर तपाईँ समुदायलाई घोच्याएर गलत इतिहासीकरण गरेर तपाईँले इज्जत लुट्नुभयो र त्यो इज्जत लुट्यालाई तपाईँ लास्टमा यो टाङ्गो बनाएर फेरि कपडा ढाक्नुभयो आमा र छोरीको इमोसनल सिन राखेर लाली बजार फिल्म। अनि देखियो ओहो द्याट इज द ग्रेट मुभी, यो चाहिँ राम्रो मुभी हो भनेर गलत भाष्य गराएर तपाईँको इन्टरभ्यू दियो। म हेऱ्यो सेन्सर बोर्डमा बसेर फिल्म हेरेको छोरी हो म। आज धर्म संस्कृति कला तपाईँको वाद्य बाजन गर्ने धनी भएको बादी जात हो। तपाईँले हार्मोनी तबला कसले बजाउँथे भन्नुहोस् त? त्यो समयमा कुन जातिले बजाउँथे हार्मोनी तबला मादल? कसमा थियो? सिप बादी जातिमा थियो। त्यो तपाईँको राष्ट्रिय बाजा कसले बनाउँथ्यो? बादी जातले बनाउँथ्यो। हेर्नुहोस् है, बादी जातले बनाउँथ्यो। त्यो खालको कलाको संस्कृति स्वरको धनी को थियो? बादी जात थियो। तपाईँको कथक डान्स कहाँबाट सुरु भएको? बादी जातबाट। बेचका रिजाहरू तिनी बेचका कथाहरू कसले भन्थे? बादी जातले। यस्तो सम्मानित बादी जातिलाई शोषण गर्दा ल्याएर यो अवस्थामा ल्याउने र आज यो 21औं शताब्दीमा त्यो चिज छँदै छैन। यो फिल्म आएबाट कतिलाई थाहा नै थिएन होला बादी भनेका को हुन्। यो फिल्म नआउन भन्दा कतिलाई थाहा नै थियो होला कि यो यौन व्यवसाय भने के हो, नथिया भने के हो, कतिलाई थाहा नै थिएन होला। इभन हाम्रै बादी जातिका हाम्रा बाबु नानीलाई पनि थाहा छैन, कतिलाई थाहा छैन अहिले हुर्केकालाई। तर यो फिल्मले के गर्यो? बादीलाई घसेटेर फेरि यौनसँग सम्बन्धित राख्यो। नभएको चिजलाई पनि जोड्ने बाध्य बनायो होइन, थाहा पाएको चिजलाई पनि सोच्ने बाध्य बनाइयो। र यदि कदाचित शोषणले गर्दा थियो भने त्यो सरकारले पहिले नै व्यवस्थापन गरिसकेको छ क्या। फिल्मले व्यवस्थापन गर्ने होइन, सरकारले व्यवस्थापन गरेको छ। सरकारले व्यवस्थापन गरेकै हुनाले तपाईँहरूले आज सीताबादीलाई कुर्सीमा राख्नु भएको छ, माननीय सीताबादीलाई।
होइन। तर तपाईँले आफ्नो बजेटीकरण गर्नलाई व्यापारीकरण गर्नलाई आज इतिहास देखाएर भनेर महिलाको दुःख देखायो भनेर तपाईँले हाम्रो इज्जतलाई नाङ्गो बनाउने अधिकार छैन नि। यो कसैलाई पनि अधिकार समस्या भनेको के हो भने चाहिँ हामीले यो पोस्टरबाटै समस्या छ क्या। यस्तो पोस्टर नेपालमा चाहिँ कुनै कुराहरू पनि गर्नु दिँदैन। म स्वस्तिका खड्कालाई म यो क्वेसन गर्न चाहन्छु कि होइन, उहाँको श्रीमान हुनुहुन्छ, हामी केही नभए जनसङ्ख्यामा हामी 12,000 जति हाम्रो जनसङ्ख्या छ बारी जातिको। उहाँको कतिजना चाहिँ विवाहित हुनुहुन्छ, कतिजना अब बिहाको लागि भनेर उहाँहरू तयारी हुँदै हुनुहुन्छ। अनि यस्तो पोस्टरले के देखाउँछ त भन्नु? यो पोस्टरले बारी जातिको लागि गरेर एउटा बारी जातिको पहिरनहरू चिनाएको छ होइन। यो मेकअपहरू हेर्नुहोस्, यस्तो कुराहरू चाहिँ हाम्रो बारी जातिमा कुनै पनि छैन। जुन कुरा कि उहाँले सुष्मा खड्काले पनि उहाँले चाहिँ त्यो कुराहरू चाहिँ स्वीकार्न सक्नुहुन्न होला कि जुन कि उहाँको श्रीमान हुनुहुन्छ। यदि भएको श्रीमानको मैले त्यो फिल्म खेल्न खोजेँ भने मैले उहाँको यो स्वस्तिमाको कहानी म ल्याएर यो भुरी देखाएर उहाँको श्रीमानको होइन भनेर मैले पोस्टरमा देखाउँदाखेरि उहाँलाई कस्तो हुन्छ? उहाँले नै स्वीकार्नु हुँदैन भने हामी बारी जातिले किन स्वीकार्ने हामीले त्यो कुराहरू भनेर चाहिँ समुदायले नाङ्गो पारेको छ, हामी स्वीकार्न सक्दैनौँ त्यो कुरा चाहिँ। के भन्न चाहनुहुन्छ अन्त्यमा चाहिँ? उहाँले चाहिँ के भन्न चाहन्छ भने उहाँ पनि एउटा महिला हो होइन, पैसाको मात्रै ठुलो कुरा होइन। 12,000 जति जनसङ्ख्या भएको बारी जातिलाई चाहिँ उहाँले 4 करोडमा तुलना गर्नुभएको छैन। कसैको अस्तित्व र चरित्रमा चाहिँ पैसाको तुलना चाहिँ गर्न मिल्दैन भन्ने चाहिँ हामी गर्न चाहन्छौँ। त्यही नै हो, हामी चाहिँ न्याय पाउन सकौँ अझै पनि। बाली समुदायलाई मात्रै टार्गेट गरेको भएर विशेष आपत्ति भएको कि रवि लामिछानेले चाहिँ यसलाई पनि झन् अझ प्रमोट गर्नमा सहयोग गर्यो, त्यहीमा पनि आपत्ति आएको? आपत्ति त सबैमा छ, राज्यसँग पनि आपत्ति छ। किनकि हामी यो समाजको हामी जाति नै होइन भन्नु पऱ्यो होइन, हामी यसमा छैन भन्ने कुरा गर्नु पऱ्यो होइन भने हामीलाई स्वतन्त्र तरिकाले बाँच्न त दिनु पऱ्यो नि त नेपालमा पनि। यस्तो कुराहरू चाहिँ अलिकति यो मानवतालाई अब एउटा महिलालाई हुने कुराहरू जुन कि चरित्र भनेको महिलाको कति इम्पोर्टेन्ट हुन्छ भने एउटा समाजले बेचेर आफ्नो घर जीविका चलाउनु त्यो उचित होइन। त्यही हो, किनकि हामी अदालतबाट लड्दै आइरहेको छौँ नि त। उहाँको क्वेसन नै के छ भनेपछि पैसा नै डुब्यो भन्ने कुरा गर्नुहुन्छ क्या। पैसा नै दियो। के छ सुनवाई के छ? सुनाइ चाहिँ उहाँकै अहिले चाहिँ तपाईँको अन्तरिम आदेशलाई फेरि जारी राखेर यो शुक्रबारबाटै रिलिज गर्यो नि त फिल्म होइन। जब तपाईँको चाहिँ हाम्रो मुद्दा चलिरहेको छ फिल्म बन्द गर्ने भन्दै होइन, तर उहाँहरूले चाहिँ पेसी पनि दिनुभएको छ र फिल्म चढ्ने अधिकार दिनु भनेको त इन्डाइरेक्ट रूपमा उहाँलाई जिताएको हो नि त। त्यही भएर कि सरकारले हामी बादी जातको अस्तित्व नै छैन यो समाजमा, हाम्रो समस्या नै छैन, हाम्रो मुद्दाको कामै छैन, यसले जिताएको भने तोक लगाइदिनु पर्यो। चलचित्रलाई रोक पनि लगाएको थियो, चलन नदिने भनेको थियो, त्योभन्दा पहिल्यै थाहा पाउनु भएको थियो हजुरले? त्यसपछि हेरिसकेपछि मात्रै थाहा पाउनु भयो फिल्म यस्तो रहेछ बनेको रहेछ भनेर? अब यो फिल्म कस्तो छ भने त टेलर आउन बित्तिकै थाहा भइसकेको थियो। टेलरले मात्रै होइन, ती फिल्म खेल्ने हाम्रो हिरो हिरोइनले अनि फिल्म इन्डस्ट्रीका एक्टरहरूले जब इन्टरभ्यू दिनुभयो बादी जाति इतिहास होइन मर्म भन्ने खालको हामीलाई त यो ट्याक्सन भयो नि त के रहेछ त भन्दा जब हेर्छौँ त हामीलाई त खुल्लमखुल्ला इज्जत उल्टिएको छ। त्यो चिजले गर्दाखेरि आपत्ति भएको हो यो चाहिँ, र जसले गर्दा यो चिज बन्द हुनैपर्छ। हामीले काटछाट शब्दको हामीलाई सक्यो होइन, अरू उहाँसँग सोध्न सक्दैन। हामीलाई चाहिँ समस्या चाहिँ हामीले यो पोस्टरको नामैबाट हामीलाई समस्या छ कि मेन कुरा चाहिँ होइन। लाली बजार भनेको कुरा चाहिँ एउटा अब बजार एउटा कसैको जातिकामा आएर चाहिँ बजार खोलाउने चाहिँ त्यो व्यवसाय खोलाउने चाहिँ कुनै पनि अधिकार छैन होला उहाँलाई पनि। जस्तो पनि तपाईँहरू यदि सानो बहिनीहरू हुनुहुन्छ अनि तपाईँहरूलाई चाहिँ यो कुराले कतिको अप्ठ्यारो पारेको छ? यो कुराले धेरै अप्ठ्यारो पारेको छ। तपाईँले फिल्म हेरिसके पनि हेर्नु न, त्यहाँ कमेन्टहरूमा हेर्नु कस्तो नराम्रो शब्दहरू बोलिरहेको छन् होइन। हाम्रो जातिलाई हेर्ने कुरा चाहिँ बजारीकरण होइन, त्यो के यौन बजार खोल्नुपर्छ त्यस्तो कमेन्टहरू आइरहेको छ। बोल्न नसक्ने शब्दहरू चाहिँ बोलिरहनु भएको छ इभन कि होइन। अनि त्यस्तो कुराहरू चाहिँ गरिरहनु भएको छ जुन कि समुदायलाई पनि अहिलेसम्म घोचेर बोलिरहनु भएको छ क्या हेरेर पनि। यो फिल्मले चाहिँ तपाईँहरूको भनौँ न एउटा बादी जाति महिलाहरूलाई चाहिँ बेचेर चाहिँ पैसा कमाउने जस्तो देखियो भन्ने बजारमा चाहिँ जुन सर्वसाधारण जनताहरूको चाहिँ भनाइ छ। यो विषयमा चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ? यो विषयमा त हाम्रो एउटा आपत्ति नै छ यसमा चाहिँ। एउटा कुनै जातिलाई बिक्री तपाईँहरूले 2-4 जनाले बसेर विरोध गरेर फिल्म त चलिसक्यो,
होइन दुईजना फिल्म त तपाईँले यता सुन्नु दुई तिनजना मात्रै छैन काठमाडौँ सबैजना बासिन्दा यहीँ बस्दैन नि त बाजातिहरू आफ्नो आफ्नो जिल्लाबाट त हाम्रो आन्दोलन गरिरहनु भएको छ नि त आइरहनु भएको छ समाचारमा हेर्नुहोस् तपाईँले न्युजहरू हेर्नु जुन तपाईँ न्युज हेर्नु भएको छ जुन वादीहरूले समर्थन गरिरहेछ नि तिनी वादीहरू भनेको माननीय सीतावादीका आफन्तमा पर्छन् सबै तिनी वादीहरू भनेको जुन एउटा वादी लिडर छ उसले आफ्नो त्यही त उहाँहरूले त पैसा उहाँले त फिल्म लगानी पैसा भएकै मान्छेले मात्रै फिल्म बनाउँछ तपाईँहरू जस्तोले त फिल्म बनाउनु हामी जस्तोले त सकिँदैन करोडौँ लगानी गरेर भनेपछि एउटा फिल्म बनाउनलाई केही नभए 2-3 करोड रुपियाँ लगानी भएको होला भनेपछि त्यो फिल्म त उनीहरूले जसरी पनि चलाउँछ होइन अनि तपाईँहरूलाई त अब सरकारले पनि तपाईँहरूको कुरा त सुनेन नि त्यो फिल्म चल्न नदिनको लागि चाहिँ तपाईँको त्यो नदिनको लागि चाहिँ सरकारले चाहिँ अब रोक्न सकेन फिल्म त चलिसक्यो शुक्रबारबाट चल्यो भनिसक्नुभयो अब यो चलिसक्दाखेरि पनि तपाईँहरू त यहाँ अहिले आएर धर्नामा बस्नु भएको छ भनेपछि फिल्म त चलिरहेछ अनि यो चिजलाई चाहिँ अब कसरी रोक्नुहुन्छ त त्यो फिल्म त चलिसक्यो नि त अब त्यही रोक्नको लागि त हामी आन्दोलनमा उठिरहेको कोसँग न्याय कोसँग माग्ने लगाउनु त अब न्याय कोसँग माग्ने हामी पहिल्यैबाट न्याय माग्दा यतासम्म पुगेछौँ होइन अझै पनि अब सरकारले अब न्याय दिला भन्दाखेरि न्यायकै मान्छे पनि अब के अरे अन्यायतिर यसरी मिलिदिएपछि अनि हाम्रा चेलीबेटीहरू हाम्रा नानीहरू जुन अहिले यो फिल्म हेरिसकेपछि तपाईँको के छ थाहा छ फिल्ममा तपाईँहरूलाई सबैलाई थाहा होला नदीका कुराहरू साना नानीहरू जुन अहिले पढेर यसलाई चाहिँ कसैले पनि काँटा पनि चुक्ने नगरेर स्टोरीहरू यति नराम्रो रहेछ सम्पूर्णले यो समुदाय अब यौनबाट अब मुक्त भइसकेको छ भनेर सम्पूर्ण समुदायले चाहिँ राम्रो हेरिरहेको थियो भने अहिले विभिन्न तरिकाबाट हाम्रा नानीहरूलाई गाली गलौज आइरहेछ अहिले पढिरहेका नानीहरू विभिन्न ठाउँबाट रुँदै दिदी के हो यस्तो के भइरहेछ अहिले त हामी त पढ्दैछौँ हाम्रो यी डाक्टर साहब हुनुहुन्छ रोशनीजी होइन म पनि मैले मर्यादाको लागि मैले आवाजमा काम गरेकी अहिले योभन्दा पहिला सिआरएस कम्पनीमा जागिरी गरेकी अझै पनि मैले आफ्नो हक अधिकारको लागि म चाहिँ बसन्ती नेपाली वादी समुदायबाट नै हो अनि त्यसपछि अहिले पनि हाम्रा नानीहरू कति राम्रोसँग पढिरहेका छन् सबैजना डाक्टर इन्जिनियर भएका छन् ठुल्ठुला भएका छन् तपाईँले देख्नुभएको छ अझै पनि यहाँ हामी यहाँ वादी समुदायको चेलीबेटी यहाँ छौँ हामीले गिटी के अरे फोडेर होइन ढुङ्गा भाडा गरेर झुटो भाडा माझेर हामी अझै पनि यो लेभलमा हामी पुग्ने हाम्रो आशा छ अहिले अब यो समुदायलाई निर्मलीकरण गर्ने यौन पेसामा लागेका छैनौँ के तपाईँलाई लाग्छ म यौन पेसा गर्ने जस्तो लाग्छ लाग्छ हामीले जागिरी गर्दैछौँ अनि अहिले चाहिँ जुन पहिलाको जुन हाम्रो स्वस्तिमा खट्काएका उहाँहरूका बुजुर्गहरूले वादी समुदायका बारेमा विभिन्न तरिकाका गाली गलोज गरेर होइन उहाँहरूकै बुजुर्गहरूले नै यो वादी समुदायका चेलीबेटीहरूलाई हेरेर राम्रो दृष्टिले जुन यौन पेसामा लगाउनु पर्ने उहाँहरूकै कारणले उहाँहरूका नजरियाले गर्दा अहिले आज तिनीहरूकै छोराछोरीले अहिले स्वस्तिमा खट्का जीवहरूले त्यसपछि कृष्ण बस्ने जीवहरूले अहिले उहाँहरूले चाहिँ हाम्रा दिदीबहिनीहरूका त्यो दिदीबहिनीहरूलाई हेरेर के गरे उहाँले चाहिँ हामीलाई श्रम शोषण गर्नुभयो यौन शोषण गर्नुभयो अहिले चाहिँ उहाँका छोराछोरीले चाहिँ हामीहरूलाई अब हाम्रो समुदायलाई हाम्रा चेलीबेटीहरूलाई हामीहरूलाई चाहिँ यो के अरे गलत नजरियाले यो फिल्मबाट पैसा कमाउने भाँडोबाट एउटा समुदायलाई बेचेर एउटा समुदायलाई तपाईँको यौन पेसा तपाईँले भन्नु त एउटा तपाईँको ढाल पेन्टर हामी किन्दाखेरि कति लाज मान्छौँ भनेपछि त यौनको कुरा तपाईँहरू आफ्नो परिवारमा हामी श्रीमतीको पनि यौनका कुराहरू गर्दाखेरि कति लाज मान्छौँ सिङ्गो समुदायलाई तपाईँको यो वादी समुदायको भनेर भन्छ्याएर यो आत्मसम्म हामी नङ्गिएका छौँ थाहा छ तिमीले हामीलाई नाङ्गो बनाइदिएको छर्लङ्ग नाङ्गो बनाइदिएको छ त्यसले गर्दाखेरि हामी सम्पूर्ण वादी समुदायको टिम आएर यहाँ यो रोडमा उत्रेका छौँ कि हामीलाई नाङ्गो नबनाऊ अब हामी सम्मानित यो जीवन जिउन चाहन्छौँ अब हामी समाजमा अलिकति राम्रो हामीलाई अहिलेसम्म हेर्नु खै सरकारले अहिलेसम्म वादी समुदायका विभिन्न ठाउँहरूमा होइन अझै पनि हाम्रो चेलीबेटीहरू पढ्न पाएको छैन अझ सरकारले हेरेको छ यसले कहाँ हेर्छ भनेपछि जो पैसावाला छ अहिले तपाईँको फिल्म मेकरहरू किन बलियो भएका छन् थाहा छ हामी फिल्म मेकरप्रति उहाँलाई गलत भन्दैनौँ उहाँलाई के भन्यो कुनै पनि फिल्म बनाउनुहोस् तर रिसर्च गर्नुहोस् राम्रोसँग रिसर्च गरेर मात्र फिल्म बनाउनुहोस् अनि उहाँले के भन्नुहुन्छ भने अरे सरकारले हाम्रो पक्षमा छ सरकारले नै हाम्रो गर्छ सरकार उहाँको पक्षमा सरकार उहाँको मात्र हो सरकार एउटा वादी तल्लो लेभलको वादी समुदायको होइन सरकार सिङ्गो समुदायको होइन दलीय वादी सम्पूर्ण समुदायको लागि सरकार हो सरकार एउटा फिल्म मेकरको मान्छेको लागि मात्र फिल्म त तर चल्दैछ सुरु भइसक्यो अदालतले नै
आजभोलि नै तत्काल रोक्नु पर्यो भन्ने अब हामीले त आजभोलि होइन अस्तिदेखि नै हामीले रोक्नु पर्यो भनेर हामीले सकेसम्म हामीले यो रोडमा आएर कति प्रक्रियामा जानुभयो तपाईँहरू कति प्रक्रियाबाट अनुमति आयो एकदम हामी चाहिँ न्यायलाई हामीलाई थाहा छ न्यायले पक्का पनि सत्यतिर बाटोतिर लाग्नुहुन्छ भने हामीलाई विश्वास छ अझै पनि किनभने आज पर्सिको जुन के अरे सोमबारको छ नि न्यायले पक्का पनि वादी समुदायलाई यदि पैसाले यदि न्याय बिग्दैन भने पनि पक्का पनि वादी समुदायको हितको लागि सही निर्णय चाहिँ पर्सि गर्नुहुन्छ सर्वोच्च अदालतले उच्च अदालतले हामीलाई नन सपोर्ट गरे पनि सर्वोच्चले चाहिँ पक्का गर्नुहुन्छ भन्ने हामीलाई आशा छ वादी समुदाय होइन तपाईँको 11,000 12,000 मात्र वादी समुदाय छ यो कामै लाग्दैन के यो वादी समुदाय यो समाजको होइन भन्नु त यो वादी यो सिङ्गो समाजको होइन तपाईँको होइन उहाँको होइन मात्र वादी समुदाय मात्र हो यसलाई कतिपटक तपाईँले नङ्ग्याउनुहुन्छ कि कतिपटक नङ्ग्याउनुहुन्छ त्यही मैले भन्न चाहन्छु सरकारले अब सुन्नु पऱ्यो सरकारले वादी समुदायका हक अधिकारका लागि गर्नु पऱ्यो र कहाँ पढे लेखेका छैनन् सरकार वादी समुदायका चेलीबेटीहरू उनीहरूले के भोगिरहेका छन् यो बारेमा तपाईँले रिसर्च गर्नु न फिल्म बनाउनेहरूले हाम्रो जुन वादी समुदायका दाइबाहरूले जुन सङ्घर्ष गरेका छन् वाद्यवादन अझै पनि मादल बनाएर बेचिरहेका छन् अझै पनि पुराना बुवा आमाले गिटी कहाँबाट ल्याउनुहुन्थ्यो रोल्पा रुकुम उहाँबाट गिटी ल्याएर मादल बनाउनुहुन्थ्यो त्यसमा लेख्नु न राम्रो स्टोरी लेख्नु न यहाँ त तपाईँको त नङ्ग्याएको छ वादी समुदायलाई यस्तो के तपाईँको खुली आम यो फिल्म मेकरले चाहिँ पुरा नङ्गाइदिएको छ अब त्यो नङ्गाउनुको लागि हामी वादी समुदाय हो भन्नु त हामीलाई त्यो एउटा सही जिउनु एक त तपाईँको वादी समुदाय भन्ने बित्तिकै तपाईँहरूलाई नै मैले सघाउँछु कति यो त यौन पेसामा लागेको भन्ने सोच्छ कि सक्दैन भन्नु न त्यही भएर सरकारले अब बुझ्नु पर्यो वादी समुदायले पनि सम्मानित जीवन जिउनु पर्यो तपाईँको अर्थमा चाहिँ नकारात्मक सूचना पनि रवि लामिछाने जस्तो उच्च ओहदामा बसेको मान्छेले हजुर यो प्रचार गरिदिनु हुँदैन यसलाई चाहिँ बरु बहिष्कार गर्नु यो समाजलाई अपक्ष छ भनिदिने भन्दा भएपछि हुन्थ्यो एकदम सामान्य मैले रवि लामिछानेज्यूलाई के भन्छ भनेपछि हामीलाई आशा छ उहाँले ठिक छ यो फिल्म राम्रो भन्नुभयो तर जुन यो के गरे सिङ्गो समुदायलाई हेर्नुहोस् न यो वादी समुदायका जुन समस्याहरू छन् त्यसलाई हेर्नु न हामी नङ्गिँदै गर्छौँ उहाँले त फिल्म एउटा पैसावालासँग सपोर्ट गरेर उहाँले पनि लङ्ग्याउनु भयो हामीलाई त आशा थियो रवि लामिछानेले लङ्ग्याउनु हुन्न अनि बाले शाहले लङ्ग्याउनु हुन्न भन्ने हामीलाई आशा छ अझै पनि आशा छ ठिक छ उहाँले राम्रोसँग गर्नुभयो तर न्याय दिँदाखेरि निर्णय गर्दाखेरि पक्का पनि वादी समुदायको पक्षमा न्याय हुन्छ भन्ने चाहिँ हामीलाई आशा छ हजुर हजुर केही महिना अगाडि म मिति त्यति थाहा छैन केही दिन यहाँ धर्ना बसेका थिए महिलाहरू हजुर तर ती महिलाहरू अलिकति 35-40 वर्षका महिलाहरू थिए भर्खरका थिएनन् उनीहरूले के भन्यो भने हाम्रो शरीर हाम्रो अधिकार हामीले पेसा गर्न पाउनुपर्छ भनेर यो केपी ओलीको सरकार हुँदाखेरि उनीहरूले माग राखेका थिए कि हामीले यौन धन्दा पाउनुपर्छ हामीलाई किन गिरफ्तार गर्ने भनेर भनेका छन् यो विषयमा तपाईँको के धारणा छ यहाँ धेरै दिन बसे यो वादी समुदायले गरेको होइन मेरो शरीर मेरो अधिकार होइन यो मिडियामा भन्नु मैले त्यहाँ उनीहरूसँग नजिक भएर यस्तो हो सर यो चाहिँ वादी समुदायले गरेको होइन छैन भने हाम्रो पेसै यही हो हामीले चाहिँ गर्न दिनुपर्छ है अनि कि त सरकारले हामीलाई रोजगारीको विकल्प दिनुपर्छ भने त्यो कुरो त राम्रो हो सरकारले दिनुपर्छ होइन तर उनीहरूले फोकस के गर्यो भने हामीले यौन धन्दा चलाउनु पाउनुपर्छ हामीलाई गिरफ्तार गर्ने हामीले धरपकड नगरोस् भनेर माग राखेको थियो कि धेरै दिन बसे यहाँ धर्ने ल सुन्नुहोस् यो एकदमै राम्रो कुरा निकाल्नु भयो हजुरले एकदमै राम्रो यो जिता जाता तपाईँले प्रश्न गर्नुभयो देखिन बुजुर्गको प्रश्न गरेको बुजुर्गको हेर्नुहोस् है हाम्रो जुन छ नि पेसा हरेक पेसालाई हामी सम्मान गर्नुपर्छ है सम्मान यदि कसैलाई यौन कर्मी बन्ने उसलाई इच्छा छ कसलाई यौन व्यवसाय चलाउने इच्छा छ भने नीतिगत रूपमा उसले चलाओस् नीतिगत रूपमा यौन कर्मी भनेर देखियोस् होइन यो सरकारले त्यो विषयमा पनि उसले कानुन बनाओस् त्यसलाई हामीलाई समस्या होइन र यौन कर्मी भनेको तपाईँको वादी समुदायका मात्रै होइन तपाईँले जुन आन्दोलन भन्नुभयो आफैले भन्नुभयो त्यो आन्दोलनमा वादी मात्रै थिएनन् तपाईँको गैर दलित बाहुन क्षेत्री अरू पनि थिए मगर गुरुङ पनि थिए त्यो समयमा र अहिलेसम्म समाजमा हेर्नु हो भने गुरुङ क्षेत्री बाहुन सबैमा गइरहेको छ तपाईँ रोजगारमा जानुहोस् तपाईँ मसाज सेन्टरमा जानुहोस् तपाईँ होटलमा जानुहोस् यहाँ तपाईँको वादी महिला देखिँदैन अरू जातका देखिन्छ त्यो भएर हामी हजुरले के बुझ्नु पऱ्यो भन्दाखेरि कुनै कदम कदाचित एउटा दलित समुदायलाई त्यसमा पनि दलित समुदाय पनि वादी समुदायलाई
यो तपाईँको शोषण गरेरै पहिला त उनीहरूले होच्याएर हाम्रो ट्याग लगाए होइन, जुन गलत थियो र त्यो ट्याग लगाउँदाखेरि उनीहरूले गर्दाखेरि चाहिँ वादीले मात्र गरेका थिएनन्, अरू महिलाहरूले पनि गरेका थिइन्। यो चिजलाई चाहिँ नदेखाइयो होइन, र यो चिज गलत हो भनेर है, यो चिज गलत हो, जुन गैर कानुनी रूपमा भइरहेछ, गैर कानुनी रूपले तपाईँले गरिरहनु भएको छ भने गलत हो भनेर सरकारले नीति नियम र कानुन बनाउँदै पनि तपाईँले खुल्ला गर्न चाहनुहुन्छ भने, तर उनीहरूले आफू सरकारबाट, आफू नियमबाट, कानुनबाट बचाउनलाई उनीहरू समुदायको नाम बेचेका हुन्, वादीको नाम बेचेका हुन्, र त्यो गर्ने उनलाई अधिकार छैन। अब मैले अब वास्तविकवादी होइन, वास्तविकवादी होइन, उहाँहरू यौनकर्मी अब मैले सरले मलाई क्वेसन गर्नु आउनु पर्यो, तर म वादी हो भनेर गर्न पाइँदैन। अब सरले मलाई क्वेसन गर्नुभएको थियो है, मैले सरलाई नै सोध्छु, कति पटक म माइतीघर मण्डलमा बस्दाखेरि तपाईँ र म सँगै माइतीघर मण्डलमा बसेको हो, म वादी समुदायको चेली मेरो क्यारेक्टर बारेमा तपाईँले नै ल भनिदिनुहोस्, म कस्तो छु के छु वादी समुदायको, तपाईँसँग मैले कति पटक म माइतीघर मण्डलमा बसेको छु। अब तपाईँले मलाई सर नै होइन क्यामेरा देखाउनु के भयो त, तपाईँले मलाई देख्नुभएको छ, अब तपाईँले मैले तपाईँलाई क्वेसन गरेँ ल, मैले कस्तो छु म के छु तपाईँले मेरो बारेमा लेखिदिनुहोस्। हो दिदीबहिनीहरूको आवाज रहेको छ र बसेको हुन्छन्। मैले के भन्न चाहन्छु भने